टेबलसँग भनेर कुरा गरेर शब्द उठ्लिन्छ यो चिचारमा त कुरो केही हुन्न हेर्नुहोस् माइती बजेको त होइन यस्तो हो क्या यो माइती बजेको मात्र कुरा होइन नि त यो माइतीको समाजको कुरा हो माइती मिल्यो भन्ने कुरा होइन नि त यो अनि यस्तो गरौँ होइन समाज र अब माइती मात्र कहाँ राखेर पढाइदिए हुन्छ क्या भनेर होइन क्या यो एकबारै खतम पारे त तपाईले कुट्दैन त सबै समाधान हुँदैन नि त कुट्ने होइन यो ढोका किन खोल्नु लाग्यो किन भित्र पस्यो कमसेकम उहाँ तपाईँहरूको प्रोसेसमा जे छ त्यो दिनसम्म त यो त बन्द हुनु पर्यो सिन्ता गर्नु तपाईँलाई भनेको सबै जिम्मा लागेको थियो किन पस्यो भन्छ कपडा निकालेर भयो भने आए पनि सम्बन्धित मान्छे पुलिस एउटा ऊ ल्याएर आएर गरेको भए छुट्टै कुरा हुन्छ क्या यहाँ के हो कुरो हुने त भयो हो अब त्यसलाई के यसलाई पनि व्यवस्था गर्नुपर्छ के भन्ने अब लाउने घरमा के हुन्छ यहाँ के हो ल यहाँ भन्नु त के हो कुरो के गर्नु त्यहाँ भन्नु त्यहाँ के अपराधीलाई अपराध जसले गराछ भने अपराधीलाई कारबाही गर्नै पर्छ मेरो बाउ होस् मेरो दाइ होस् मेरो छोरा होस् मेरो बुढी होस् दाइ जोसुकै होस् मार्ने होइन कारबाही गर्ने मार्ने यस्तो आगो लाउन त मिल्दैन त्यो अब मैले यस्तो भने क्या भित्र दुने निकालेर पठाइदिउँ नि उता निकालेर कानुनमा लैजा त्यही भनेको सकिएको नि अनि निकाल्नलाई त यहाँ हट्नु पर्यो नि त हट्नु पर्यो नि त निकाल्नलाई त मान्छे को छ यहाँ यो लगेको सबै मान्छे हराउँछ है मान्छेले गर्दा घटना भयो बेलुका आउँछ अनि आगो लाउनु यहाँनिर भइरहेछ यहाँ रेकर्ड भइरहेछ नपठाउनु अहिले निकालेर एकछिन चेलीबेटी हो यहाँ भन्दा ऊ चेलीबेटी एकछिन है चेलीबेटीले भन्दा त्यहाँ त्यही भनेको यहाँ छोरी मान्छेले चलाएको गाह्रो हुन्छ निकालेर लानु त दिनै पर्छ त्यही त भनेको त निकालेर लान दिने निकालेर लानु निकालेर लान दिने भनेको त यहाँ राख्यो भने यहाँ झन् आक्रोश हुन्छ सबैजनाको दिमाग बलिरहेको छ निकालेर लानु लानु तर जे भएको छ तपाईँहरूबाटै गल्ती भएको छ है चाबी दिनु चाहिँ नहुने थियो चलिरह नि त यस्तो चलिरह अनि तपाईँहरूले केस त्यहाँ नमिलिन्छ केस चलिरह त अनि किन चाबी दिएको तपाईँहरूले निकालेर लानुहोस् जनाइदिनुहोस् घर सिल भएको हो नि चाबी उहाँहरूले दिनुभयो देशपुजीको मुखबाट सुन्नु पर्यो नि त अब होइन यो भएको के हो भने सुन्नु पर्यो तपाईँहरूलाई माथिबाट आदेश आयो होला राजनीतिक दबाब पर्यो होला चाबी दिनुभयो होला तर यो गलत होइन गलतलाई गलत भन्नु